भइसकेको समयको अवस्थालाई बुझाउने भूतकाल। 1 नम्बरमा वर्तमानकाल। उदाहरणहरू: क मा सामान्य वर्तमान, जस्तै सुमन गीत गाउँछ। ख मा अपूर्ण वर्तमान, जस्तै सुमन गीत गाउँदैछ। ग मा पूर्ण वर्तमान, सुमनले गीत गाएको छ। 2 नम्बरमा भविष्यत्काल। उदाहरणहरू: क मा सामान्य भविष्य, जस्तै सुमन गीत गाउनेछ। ख मा अपूर्ण भविष्य, सुमन गीत गाउँदै हुनेछ। र ग मा पूर्ण भविष्य,